केपी ओलीजीको सरकार 6 महिनाको सरकारलाई यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ? यो सरकार देश र जनताको हित गर्ने उद्देश्यद्वारा नै बनेको छैन, बरु भ्रष्टाचारमा लिप्त भएका आफ्ना मान्छेलाई के गरी बचाउने भन्ने उद्देश्यका निम्ति बनेको सरकार हो यो। म बडो प्रष्टसँग भन्न चाहन्छु, सरकार बन्दा एउटा निश्चित उद्देश्य र कार्यक्रम लिएर बन्नुपर्ने हुन्छ, देशको हितमा, जनताको हितमा। तर यो सरकार त्यसको निम्ति बनेको होइन। मैले यो कुरा आफू प्रतिपक्षमा भएको हुनाले आवेगमा भनिराखेकै छैन, यथार्थ यही हो। नेपाली जनताले यो कुरा मलाई लाग्छ बुझिसकेका छन् र अझै बुझ्दै जानेछन्। यो सरकार आफ्ना वरिपरिका भ्रष्टाचारमा संलग्न मान्छे या आफू स्वयंलाई बचाउनको निम्ति बनेको सरकार भएको हुनाले यसबाट राम्रो र सकारात्मक कामको धेरै अपेक्षा गर्ने ठाउँै थिएन। सुरुवातै यसको राम्रो थिएन र अहिले गएको 6 महिनाका यसका गतिविधि क्रियाकलाप हेर्नुभयो भने चाहे तपाईँ बाढी पहिरोले देश आक्रान्त भएको बेलामा काठमाडौँमै सरकारको अनुपस्थिति, गैर जिम्मेवार र लाचारी जो देखा पर्यो त्यो भन्नुहोस्, या नाफामा गइरहेका चाहिँ प्राधिकरणहरू जस्तो विद्युत प्राधिकरण लगायतमाथि लगातार सरकारको जो अपमान गर्ने, ह्युमिलिएट गर्ने कोसिस भयो, जो एकमात्र त्यस्तो संस्था जसले लोड सेडिङ अन्त गर्न मद्दत गर्यो इत्यादि, कुलमान घिसिङ, या तपाईँ भन्नुहोस् संवैधानिक परिषदमा गलत तरिकाले आफ्नो पक्ष बलियो बनाउनको लागि एउटा महिला जसले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा सामाजिक सेवामा रेकर्ड बनाएको छ, त्यस्तो महिलालाई चाहिँ सदनको उपसभामुखबाट हटाउने अनेक प्रपञ्च उहाँहरूले गर्नुभयो। तपाईँ अहिले हेर्नुभयो भने आर्थिक स्थिति तबाह छ, ऋणमाथि ऋण लिने काम भयो।